चौक बजार यो यताबाट 12 बिसे हो भने अब हामी यताबाट पुल खाडी चौक पुलबाट माथि जाँदैछौँ दोलखादेखि खाडी चौरबाट आएको रोड हामी लाग्दैछौँ दोलखा। त्यहाँ एउटा राइट साइडको बाटो चाहिँ सैलुङ जाने हाम्रो गन्तव्य स्थान चाहिँ दोलखा लेफ्ट साइडबाट जाने हो। मकैबारी कालिम्चोक जाने बाटो यताबाट आएको 15 किलोमिटर कालिम्चोक रहेछ। यताबाट माथि दोलखा चरीकोट बाटो हामी आउँदै गरेको बाटो यो। अहिले हामी चरीकोट दोलखा बजार चरीकोट आइपुगेका छौँ। सिधा गयो भने झिरी जाने बाटो दोलखा मन्दिर भीमेश्वर मन्दिर जानको लागि यहाँबाट लेफ्ट साइडमा यताबाट भीमेश्वर मन्दिर जाँदैछ। मोटरसाइकल हामी अहिले भीमेश्वर दोलखा मन्दिर आइपुगेका छौँ। पुरानो घर रहेछ यताबाट तल सिधी चढ्दै जानुपर्छ मन्दिर भीमेश्वर मन्दिर पुग्न। हामी फाइनली भीमेश्वर मन्दिरको मूल ढोकाइमा आइपुगिसक्यौँ।
छु। हजुर नमस्कार हजुर। नमस्कार, हजुरको शुभ नाम हजुर? मेरो नाम मोहन कुमार श्रेष्ठ। हजुर। अनि हामी चाहिँ अहिले भीमेश्वर मन्दिर परिसरमा छौँ हजुर। अनि यो भीमेश्वर महादेवको उत्पत्तिको बारेमा र उहाँको महिमा र उहाँको शक्तिको बारेमा बताइदिनु न हजुर। यहाँको शक्तिको बारेमा भन्दाखेरि यहाँ 3 अवतार मानेर चाहिँ दैनिक पूजा हुन्छ। कुन कुन अवतार होला? बिहान सबेरै प्रातकालीन पूजा पछि चाहिँ भीमसेनको रूपमा पूजा हुन्छ 9 बजे, लगभग 9 बजेसम्म। हजुर। भीम रूप सकेपछि 9 बजे पश्चात शिवको आराधना रुद्री पाठहरू पूजा हुन्छ शिवको रूपमा। हजुर। त्यसपछि लगभग 2 घण्टा समय चाहिँ रुद्री पाठ पूजा हुन्छ। त्यसपछि 11 बजेदेखि 12 बजेसम्मलाई केही समय फेरि भीमसेनकै पूजा हुन्छ। हजुर। अनि 12 बजे पश्चात चाहिँ विष्णुको अवतारको मानिन्छ। अहिले यतिखेर हामी विष्णुकै अवतारमा मानि पूजा दर्शन गर्न पाउँछौँ। हजुर। यो क्रम बेलुकासम्मै हुन्छ। अनि आरती पछि सब सकेर अनि मन्दिर बन्द हुन्छ। हजुर। कति बजे बन्द हुन्छ गुरु? यो लगभग बन्द चाहिँ 7 बजेतिर हुन्छ। हजुर। अनि मेन आरती हुन्छ 6 बजे। 6 बजे। हजुर। बिहान कति बजे खोल्नुहुन्छ गुरु? बिहान मन्दिर लगभग 4:30 बजेदेखि खुल्छ। त्यसपछि पहिला प्रथम यहाँको चाहिँ आरम्भ पूजा हुन्छ, शुभारम्भ पहिलो। हजुर। अनि शुभारम्भ पूजा पश्चात मात्रै अरू दर्शनार्थीहरूले चाहिँ पूजा गर्न दर्शन गर्न पाउँछ। हजुर। हजुर। नित्य पूजा नसकेसम्म दर्शन गर्न पाइँदैन। हजुर। अनि यहाँको भगवानको उत्पत्तिको बारेमा छोटकरी बताइदिनु गुरु। उत्पत्तिको बारेमा भन्दाखेरि चाहिँ अब कुनै युगकालमा यहाँ चाहिँ केही धाग्रेहरू यो स्थानमा चाहिँ आएर बास बस्ने क्रममा धाग्रेहरूले चाहिँ एउटा शिला फेला पारेको रहेछ। हजुर। त्यस शिलालाई चाहिँ उनीहरूले चाहिँ बास बस्ने ठाउँमा एउटा चुलोको रूपमा प्रयोग गर्नको लागि 2टा ढुङ्गा खोजेर त्यो एउटा चाहिँ त्यही उत्पत्ति भएको शिलालाई नै कायम गरेर 3टा ढुङ्गा मानेर त्यही चुलो बनाएर खानासाना बनाउन लाग्दाखेरि जति आगो बाले पनि जति चलाए पनि नपाक्ने भएको हुनाले अनि धाग्रेहरूको अब भोकको झोकमा चाहिँ रिसले हान्दाखेरि भगवानको त्यो दाहिनेपट्टिको त्यो घाउ चोट, हजुर, त्यो चोट चोक्टा गएछ। अनि त्यहाँबाट चाहिँ दुध रगतहरू तरल त्यस्तै पदार्थहरू चाहिँ बग्न थालेछ। हजुर। अनि त्यसपछि चाहिँ अनि उनीहरूले चाहिँ अब हल्ला प्रचार यताउता गर्दै गएर चाहिँ अनि पछि खोजीनीति गर्दै अरू त्यतिखेर अलिकति सत्यता तान्त्रिकको जमानामा होइन आएर खोजनीति गर्दाखेरि यहाँ शिला फेला परेर चाहिँ
अनि पूजाआजा गर्न थालिएको रहेछ। अनि केही व्यक्तिलाई चाहिँ सपनामा पनि देखाएको रहेछ। हजुर म चाहिँ यहाँ तिमीहरूको स्थानमा चाहिँ यहाँ बास लिन आएको छु। हजुर मेरो सुरक्षा संरक्षण गर्छौ भनेदेखि तिमीहरूको लागि पनि म राम्रो उ गर्नेछु भनेर चाहिँ सपनामा देखाएर अनि पछि आएर खोजनीति गर्दाखेरि त्यो शिला फेला पारेर। हजुर गुरुबा। अनि के रहेछ त भन्दाखेरि म चाहिँ भीमसेन, खास गरिकन म भीमसेन आएर बसेको छु। हजुर अनि जुन शिला चाहिँ यो भीमसेनले नै स्थापना गरेको भन्ने चाहिँ किंवदन्ती छ। एउटा खम्बा छ अरे कता छ गुरुबा? यही हो अगाडिको स्तम्भ। स्तम्भ चाहिँ भीमसेनले नै उ गर्नुभएको हजुर है यो। हजुर भीमसेनले नै फर्याएको जस्तो पनि अनुमान गरिन्छ। अब मान्छेको त खासै त्यति अनुमान लगाइँदैन। हजुर गुरुबा। अनि जस्तै अब शिवको नि पूजा हुन्छ भन्नुभयो हजुरले। अनि जस्तै नेपालभरिमा रहेका 64 शिव ज्योतिर्लिङ्ग मध्ये दोस्रो पनि पर्छ भनिन्छ नि गुरुबा। त्यो पनि हो। अब त्यो कस्तो भने भीमसेनले चाहिँ त्यो शिलालाई शिवको रूपमा मानेर भीमसेनले नै पूजा गरेको रे क्या। 5 पाण्डवको भीमसेनले चाहिँ एक टाइम शिवको रूप मानेर रुद्री लगाएर पूजा अर्चना गरेको। भीमसेनले चाहिँ पूजा गर्नुभएको भीमसेनले। अनि त्यही भएर यहाँ खास गरिकन हामी भीमेश्वर भनेरै पुकारिन्छ क्या। भीमेश्वर भनिन्छ। भीमेश्वर भनेर पुकारिएको। अब भीमले पूजा गरेको हुनाले भीमेश्वर भनेको। भीमेश्वर भनिन्छ गुरुबा। अनि जस्तै अब हजुरको काट्ने गुरुबा, अनि यहाँ चाहिँ जात्रा अब नवरात्रभरि त मेला लाग्ने मेला जस्तै भइहाल्यो। यहाँको जात्रा चाहिँ कहिले हुन्छ गुरुबा? जात्रा मेन जात्रा यहाँ मुख्य जात्रा भनेको माघको भीम एकादशीको दिन लाग्छ। कति बजेबाट सुरु हुन्छ गुरुबा? त्यो दिनमा बिहानदेखि रातभरि 24 घण्टै हुन्छ। 24 घण्टा हुन्छ हजुर। अनि रथयात्रा हुन्छ, बत्ती बाल्ने, रुद्री गर्ने इत्यादि। अनि यहाँ इत्यादि त्यो दिनलाई अब केही व्यक्तिले चाहिँ भगवानको उत्पत्ति भएको दिन मानिन्छ। मतलब त्यो मतलब भगवान प्राप्त त्यो भेटिएको। हजुर हजुर। दोस्रो व्यक्तिको वो भनाइ चाहिँ भगवानले चाहिँ त्यो दिन ऊ भगवानत्व प्राप्त गरेको भन्ने पनि किंवदन्ती छ। त्यो दिनमा खट यात्रा पनि हुन्छ गुरुबा? खट यात्रा त हुँदैन। खट यात्रा छुट्टै हुन्छ अर्कै। हजुर। जस्तै मैले सुनेको त हरेक वर्षको विजय दशमीको दिनमा भीमसेन जात्रा हुन्छ अरे भन्ने। भोलि खड्ग यात्रा भन्छ त्यसलाई। खड्ग जात्रा भन्छ, भोलि हुने हजुर। भोलि चाहिँ खड्ग यात्रा बिहान लगभग पहिले त बिहान 4-5 बजेदेखि सुरु हुन्थ्यो। हजुर। अब हालसाल विभिन्न उसले गर्दाखेरि अलिकति ढिला लगभग 7-8 बजेदेखि सुरु हुन्छ गुरुबा। बेलुका 5-6 बजेसम्म त्यो जात्रा चल्छ। भोलि गुरुबा विभिन्न त्यो हरेक टोलबाट हजुर गुरुबा, कहीँबाट 2 जना, कहीँबाट 3 जना, कहीँबाट 4 जना, 5 जना हो। त्यस्तो किसिमले हजुर गुरुबा ठाउँ ठाउँबाट चाहिँ देउताको अभिनय गरेर हजुर गुरुबा सेतो जामा लगाएर चाहिँ निस्किने गर्छ। अब त्यो चाहिँ कस्तो भने दानवसित लडाईँ गर्नको लागि निस्किएको भन्ने एउटा किंवदन्ती छ। दानवलाई त्यो चाहिँ अनि अन्तिममा चाहिँ यो तल एकजना ऊ चाहिँ चक्रवर्ती भनिन्छ होइन। हजुर गुरुबा। चक्रवर्तीको रूपमा चाहिँ निस्किन त्यो बिहानदेखि निस्केको देवताहरूले चाहिँ दानवहरू मेन दानवको छेदन गर्न नसकेर हजुर अनि त्यो चक्रवर्तीको आमा भन्ने हजुर गुरुबा उहाँलाई चाहिँ लौ हामीले त सकेनौँ। अब मेन चाहिँ सबै कता भूमिगत भयो, कता बेपत्ता भयो, तपाईँको छोराको सहायता चाहियो हामीलाई भनेर भगवती नवदुर्गा त्यो मातासित चाहिँ सहयोग मागेर अनि त्यो माताले चाहिँ आफ्नो छोरालाई लजाऊ भनेर अनि चक्रवर्ती राजा भने भोटुक भैरव पनि भन्छ होइन। अनि त्यो खटाएर पठाएपछि त्यो उ गरेर अनि त्यो राक्षसको छेदन गरेर जात्रा सभा पनि हुन्छ। हुन्छ गुरुबा, धेरै धेरै धन्यवाद गुरुबा हजुरलाई। नमस्कार।